होइन आएर एकछिन सघाउँछ कि भनेको त उपर खुट्टी लाएर पो बसिरहेको छ त अलिकति मेलो उब्रेन झन् अघि सकौँ भनेको त त्यही माथि यो पानी के साह्रो छिन्मे सर्लङ लङ गर्छ छिन्मे घाम लाग्छ त्यही भएर त अनि म पनि आउनु तयारी भएको अब म भन्दा पहिला पानी आयो त के गर्नु ए पानी पो आयो अब बिहान गएर आफै दोहोऱ्याउ त्यहाँ दोहोऱ्याउँछु त हौ अनि अघि बिहान पनि त बिहानभर मैले दोहोऱ्याएको त ए भनेपछि त बिहानै भात खाएको त अब बेलुका नखाँदा हुन्छ त बेलुका चाहिँ किन नखानु पर्ने हौ म के को व्रत बसेको छु र हौ कि गाउँघरमा कोही दाजुभाइ मरेको छ र बादमा आफै आयो भने पक्कै खान्छु के मेरो हात भाँचेको छ र तिमीले भात पकाएर होला खाँदा खाँदा यहाँनिर हैरान भयो म टाढा यहाँनिर हप्प भइरहेको छु बाँदरले आफ्नो घर पनि बनाउँदैन अरूको पनि भत्काउँछ भन्थे हरछ आफ्नै बुढा बाँदर जस्तो छ के गर यतिको त हेर्नु हुने नै छु त नि कहाँबाट चाहिँ बाँदर जस्तो देख्यौ मलाई तिम्रो अनुहारको कुरा गरेको र तिम्रो बेहुरा पो त्यस्तो छ त मैले के चाहिँ गरेँ हौ त्यस्तो होइन तिमी चाहिँ बाठो भएर तँ मेङलुङ बजारमा गएर तँ लेखिसकेको बोर्ड चाहिँ किन मेटाएर आएको मैले चाहिँ कहिले मेटाएँ फेरि कसले भन्यो हावा नचलिकन पात हल्लिँदैन है तिमी मलाई धेरै नढाँटो अब मेटाउनु त लाएको भने होइन लगाएको त रहेछौ नि त यत्रो गाउँ समाजमा तिमी एक्लै अक्कडो बकुल्ला बन्नु नखोज है मार्ला नि कसले मार्छौ त्यो सम्फर्जङ लेखेको बोर्ड ल्याएर चाहिँ के गर्नु सम्भोक्चङ लेखेको भए नि अघि ल्याएर गाडी पो सक्थेँ अब त्यो सम्फर्जङ भोको बोर्ड मैले ल्याएर गाडेर अनि यहाँ पिता पुर्खाले श्राप्दैन मलाई यो कुल्चेको माटोले मलाई धिकार्दैन सम्फर्जङमा के चाहिँ छ त्यहाँ पहिचान के चाहिँ छ त्यहाँ थाहा छ थाहा नभए त्यसरी हिदाङ जस्तो प्यार नगर न हामी याकथुङबारको संस्कार संस्कृति भनेको नि यो मेरो शिरको टोपी जस्तै हो जहिले हामी भन्दा माथि हुनुपर्छ त्यतिकै कराएर मात्रै हुँदैन नबुझ